यो चाहिँ हाम्रो घर हो। हामी चाहिँ पिठो लिन जाँदैछौँ यता। अनि मेरो अङ्कल मात्रै आज है। अस्ति नको भिडियो देखाएको थियो नि, त्यो म खेल्न गएको त्यो चाहिँ मैले बनाएको हो। अहिले चाहिँ म जाँदैछु लिन म केटी स्या छ। अब चाहिँ ऐना पानी परेर फेरि पर्नु लाग्यो। ऐना चाहिँ है अहिले चाहिँ हामी सामुदायिक स्कुल लिएर जाँदैछौँ। अनि यता पसल पनि छ एउटा, अनि आउँदैछ। त्यो पनि पसलमा पुगेको छैनौँ हामी। एउटा बाइक आयो त्यो होइन। अनि यता पसल आयो। यही हो पसल। यसमा स्कुलमा चाहिँ लन्च टाइममा खाजा खाएर है छुट्टिएपछि घर आउँछ। अन्त पानी परिदियो स्कुलमा नि पढ्दा है। क्लासमा हुँदा पानी परिदियो। अनि स्कुलमा मेरो 7वटा पिरियड हुन्छ है। सेरोफेरो, नेपाली, जिके, व्याकरण सबै बुकका पिरियड हुन्छ। मेरो अङ्कल र म काम भयो अहिले चाहिँ होइन। अब चाहिँ है कति टाढा छ मेरो मामा घर पनि आउनु रहेछ। यता एउटा स्कुटी नि यता स्कुलमा म चाहिँ यति है हिँड्दैछु। अहिले चाहिँ मेरो अङ्कल साइडमा हुनुहुन्छ। मेरो मामा घरको बाटो चाहिँ यता एउटा गाडी छ यसकै। बादल देख्यो थोरै कालो छ। अनि है म चाहिँ यता जाँदैछु। यहाँ पनि अर्को एउटा पसल, त्यही पसलको यता मेरो मामा घर छ। अनि है म चाहिँ गाडीमा चाहिँ थोरै पछाडि छु, अङ्कल अगाडि हुनुहुन्छ। अनि है उता एउटा गाडी घर पनि छ। मामा घर गइसक्यो मेरो। अनि है 3टा घर है। यो रुख छ यता चाहिँ घर छ। अनि है अगाडि अङ्कल हुनुहुन्छ। अनि है हेर्नु के छ यसमा। अनि है मेरो अङ्कल चाहिँ अगाडि नै छ। अनि है उता एउटा घर छ। यता हेर्नु बादल पनि छ। फेरि पानी स्टार्ट भइसक्यो। अनि म चाहिँ अङ्कल कति अगाडि हुनुहुन्छ, कतै गएर बस्नु भएछ। म पनि हेर्नु अङ्कल कता जानुभएछ। अङ्कलसित तल्ल पुग्यो। अब चाहिँ पुग्ने लाग्यो। अनि है यस्तो बाटो छ, कति खतरनाक छ गाइस। यही हो अनि है यता घर चामल लिने ठाउँ, अनि चामल पिस्ने ठाउँ, अनि मोके बेच। अनि हेर्नु यस्तो छ अहिले हाल। यता जस्ताहरू पनि छ। अनि है बाटो यस्तो छ चिल्लो। अनि अङ्कल त कता तल जानुभयो। अनि म चाहिँ यतै छु। अनि अङ्कल त कता तल जानु कतिखेर आउनुहुन्छ कोही थाहा छैन। यता चाहिँ म बसिराखेको छु। एकछिन अङ्कल छ। यता चाहिँ बाइकहरू छ। अनि म चाहिँ है अङ्कलले बोकेर आउनुभयो। त्यहाँ यल्लो मन्दिर छ। अनि है कति धेरै है ठाउँ छ। अनि हेर्नु यता चाहिँ अब यस्तो छ। पानी पनि रुक्यो अहिले। अनि यता हेर्नु मेरो चाहिँ कपडा हिजोकै कपडा लगाएछु आज नि सेम राखेछु। अनि है अब घर त पुग्ने थाहा छैन। एकछिन बारी छ यता साइड। यो मेरो घर जाने बाटो हो।
यी देख्नु भयो होला मेरो अङ्कल अनि देख्नु भयो होला बोरा बोके अङ्कल हो एउटा बोरा बोकेको अनि है बाइक आयो एउटा साइड जानु पर्यो यता चाहिँ धेरै टढेर आउँछ एउटा टावर पनि छ यी होला टावर नदेख्यो होला टावर चाहिँ उतै छ अनि अब चाहिँ हामी घरै पुग्न लाग्यो